हेलो हेलो एभ्रिवान, सन्चै हुनुहुन्छ? आज चाहिँ हाम्रो आमा काँक्रामा थाङ्ग्रो लाउन जाँदै हुनुहुन्छ। पहिला मलाई सुरुमा बेगर ल्याउँदा चाहिँ बाँस काटेर बाँस फुटाएर अनि त्यसका भाटाहरू निकालेर अनि एउटा भाटा खुरु गाड्दै अनि त्यसपछि त्यो भाटालाई गाडिसकेपछि अनि पराल भिजायो अनि परालले प्रत्येक भाटाको टुप्पो बाँधो बिचमा बाँधो धेरै गाह्रो। भाटा फुटाउने, बाँस काट्ने, भाटा फुटाउने, भाटा गाड्ने, भाटा बाँध्ने, थाङ्ग्रा लाउने यति झन्झट थियो पहिला हामीलाई सुरुमा गर्दा। अहिले चाहिँ नयाँ प्रविधि आइरहेछ। पहिला जस्तो गोडमेल पनि त्यति धेरै गर्नु पर्दैन। अहिले डोरीले कस्तो मजाले यो चाहिँ जस्तोले पनि गर्न सक्ने बाँसका 2-3वटा किलामा 2-3 ठाउँमा तार बाँधियो अनि यसरी डोरीले लुगा सिलाउने डोरीले खुरु बटार्दियो अनि केही गर्नु पर्दैन। खुरु बटारो अनि यसरी बटारिसकेपछि सलक्क यो बिरुवाहरू चाहिँ डोरीमा चढ्छ। अनि डोरीमा चढाउनलाई चाहिँ यिनीहरूले अलिक लामो भएपछि सक्क त्यो डोरीमा लगेर प्रत्येक बिरुवालाई बाँधेपछि त्यो डोरीमा आफै आफ्नो हिसाबले फैलिन्छ। त्यति भएपछि न बाँसको झन्झट गर्नु पर्यो, न थाङ्ग्रा झन्झट गर्नु पर्यो, न बाँध्नु नै पर्यो। हेर्दा कति सजिलो जमाना आयो। पहिलाको हेरिकन अहिले धेरै सजिलो भएको छ यो बाँध्नलाई। एउटा गरेर बाँध्नु परेन, भाटा एउटा गरेर गाड्नु परेन। सुरुमा गर्दा धेरै एकदम झन्झटिलो प्रविधिबाट गरेको थियो। अहिले चाहिँ सजिलो प्रविधि आएको छ। नयाँ जेटिओको सुझाव अनुसार हामीले नयाँ तरिकाले यसरी डोरी लाउँदै काँक्रा, करेला, बोडी, यो लहरे बालीहरू जति पनि लहरे बालीहरू छन् तिनीहरूमा चाहिँ यसरी डोरी लाएर खेती गर्न सजिलो पनि हुन्छ, छिटो पनि हुन्छ, सस्तो पनि पर्छ। सबैभन्दा राम्रो कुरो चाहिँ यसमा चाहिँ फल लागेपछि टिप्न पनि सजिलो हुन्छ। कस्तो लाग्यो त यो थाङ्ग्रा लाएको नयाँ प्रविधि? आफ्नो सल्लाह र सुझाव दिन नभुल्नु होला। अनि मेरो भिडियोलाई हेरिदिनु भएकोमा थ्याङ्क यू। नयाँ खेती सम्बन्धी जिज्ञासा हुनेले प्लिज आफ्नो कमेन्ट छोड्न नबिर्सिनु होला। अनि यो मेरो भिडियोलाई माया गरिदिनु भएको थ्याङ्क यू। पुरा हेरिदिनु भयो थ्याङ्क यू। बाइ एभ्रिवान, तपाईँहरूको दिन शुभ रहोस्।